सम्माननीय सभामुख महोदय, सर्वप्रथम त आज यो संसदको रोस्टममा आउँदै गर्दा देशले धेरै ठुलो क्षतिहरू बेहोरेको छ। ज्ञात अज्ञात शहीदहरूप्रति ती 76 जना युवा साथीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, माननीय सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको सम्पूर्ण मन्त्री परिषदलाई कार्य सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज यस संसदको रोस्टरमा उभिँदै गर्दा मलाई झन्डै 3.5 वर्ष अघिको त्यो क्षण स्मरण भइरहेको छ। त्यति बेला पनि हामी यही संसदको रोस्टरमा उभिएर तत्कालीन सरकारलाई जनताप्रति उत्तरदायी बन्न, विधिको शासनको पालना गर्न, बहुमतको अहङ्कार नगर्न सचेत गराएका थियौँ, किनकि बहुमत क्षणिक हुन्छ। केही दिनको न्यानो मात्रै हो, स्थायी सत्य होइन बहुमत। तर दुर्भाग्यवश त्यो सरकारले जनताको आवाज सुनेन। परिणामस्वरूप केवल सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो। भौतिक संरचनाहरू दिनहाडै जले, सिंहदरबार जले, संसद भवन समेतसम्म आगलागीको चपेटामा पर्यो र आज हामी बाध्य भएर एउटा बैठक कक्षलाई संसद भवन मानेर कार्य सञ्चालन गरिरहेका छौँ। यो अहिलेको सरकारलाई हेक्कार होस्। र सबभन्दा ठुलो कुरा, यसैबीच झन्डै 76 जना युवाहरू राष्ट्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गरे। 2500 जनाभन्दा बढी नागरिकहरू घाइते भए, आज अपाङ्गा भए र राष्ट्रसेवक प्रहरीको समेत क्रूरतापूर्वक घाँटी रेटी हत्या गरियो। यसको निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु। र साथसाथै यस्ता पीडादायी घटनाका बावजुद जनताको मतबाट स्थापित वर्तमान सरकार जनताको हितमा समर्पित होस्, म यही शुभकामना व्यक्त गर्न चाहन्छु। विगतका कमजोरीहरू नहदोरियुन् भन्ने आशा गर्दछु। जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित कानुन सम्मत तथा प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग शासन सञ्चालन होस्, मेरो यही हार्दिक मङ्गलमय शुभकामना यो सरकारलाई छ। र यो सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस्। र त्यो दियो जोगाइराख्नु हामी सबैको प्रमुख कर्तव्य हो। हामी त्यो दियो जोगाउँछौँ। तर त्यो दियो कहिल्यै डढेलोमा परिणत नहोस्। यदि त्यो दियो डढेलो बन्न खोज्छ, यदि कोसिस गर्छ भने हेक्कार होस्। त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई निभाउने साहस हामीले राख्नुपर्छ र राख्छौँ पनि। त्यसका लागि म सबैलाई शुभकामना दिन चाहन्छु। नेपालमा धेरै सरकारहरू परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो। अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री माननीय सुदन गुरुङप्रति अझै विश्वस्त भएको छु। लाउडा विमान काण्डदेखि सहकारी घोटाला काण्डसम्मका ठुल्ठुला दोषीहरूलाई कानुनी कटघरामा उभ्याइनेछ भन्नेमा म पुरा आशावादी छु। र सबभन्दा ठुलो कुरा, पोहोर साल आउँदा अघिल्लो वर्ष अलि पाका उमेरका मान्छे थियौँ, अहिले भर्खरका युवा साथीहरू आएका छौँ। यो चाहिँ परिवर्तनको एउटा सिर्फ दल परिवर्तन नभएर हाम्रो पुस्ता परिवर्तन भएछ। यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सडकको किनारमा मकै पोलेर, साग बेचेर, पसिना र रगत बगाएर संलग्न गरिएको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानुनको कटघरामा उभ्याइनेछ र पीडितको रकम सरकारबाट होइन, ती अपराधीहरूको 3 पुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग म पूर्ण आशावादी छु। र निर्मला पन्तदेखि इनिसा विकसम्मका निर्दोष दिदीबहिनीहरूको चित्कारले न्याय पाउनेछ भन्नेमा म पुनः आशावादी छु। र चाँडै न्याय पाइएको पनि सुन्न पाइयोस्, यही मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज युवा